मिलन चाम्स नेपालका एकमात्र निर्देशक हुन् जसले जीवित व्यक्तिहरूको जीवनीमा आधारित भई 3 कथानक चलचित्र बनाइसकेका छन्। नेशनल अवार्डेड ब्लाइन्ड रक्समा सृष्टि केसीको जर्नी, बबीमा कविता गुरुङ र उमेश थापाको लभ स्टोरी र नयाँ चलचित्र एन्जेलामा महिला फुटबल राष्ट्रिय कप्तान र गोलरक्षक एन्जेला तुम्बापु सुब्बाको फुटबलिङ यात्राको बारे। दर्शकबाट महिला फुटबलले पुरुष जतिको नै माया र साथ पाइरहेको समयमा क्याप्टेन एन्जेलाको कथाले कतिको बाँधेर राख्छ। आफ्नो भूमिकामा आफै देखेकी सुब्बा कतिको जीवन्त लाग्छिन् र जीवनी कतिको यथार्थपरक बनेको छ। आउनुस् आज कुरा गरौं यही फिल्म एन्जेलाको। यो भिडियोका टाइटल स्पोन्सर्स हुन् सिनेमाघर एप। सिनेमाघरमा तपाईले नयाँ र चर्चित नेपाली फिल्महरू एन्ड्रोइड, आइओएस र स्मार्ट टिभीमा पनि हेर्न सक्नुहुन्छ। आजै डाउनलोड गरी इन्जोयमेन्ट लिनुहोस्। Go and watch the best movies at Ranjana Cineplex New Road. नाउ एन्जेला हेरेर हलबाट बाहिर निस्कँदा धेरै दर्शकहरू हातमा रुमाल बोकेर आइरहेका थिए। मेरो आँखामा पनि आँसु बगिरहेको थियो। तर म आफूलाई सोधिरहेको थिएँ कि साँच्चै यो फिल्मले गर्दा भइरहेको हो वा एन्जेलाको मन छुने कथा सुनेर? यसको स्पष्ट जवाब सायद मैले यो रिभ्यू गर्दा गर्दै पाउने छु र तपाईले पनि पाउनुहुनेछ। फिल्मको पहिलो 30 मिनेट हाल नेपाली सिनेमालाई मनपर्ने जनर सोशल ड्रामामा अल्झिन्छ भन्छु, किनकि एउटा सम्बन्ध स्थापना गर्दा मेनली चन्द्रबहादुर राई दयाहाङ राईको पात्र र सृजना सुब्बाको पात्र कौशल्याको फिल्मले धेरै नै समय खर्च गरिदिन्छ। सम्बन्धको स्थापना केही हदसम्म चाहिन्थ्यो, तर के त्यो मुख्य प्लट नै थियो त फिल्मको? त्यो भने थाहा भएन। नाम एन्जेला भए पनि फिल्ममा एन्जेलालाई नै फर्स्ट हाफमा सेकेन्डरी क्यारेक्टरको रूपमा प्रस्तुत गरिएको छ। दोस्रो हाफमा मात्रै प्रमुख पात्र बन्छिन् उनी। उनको फुटबलिङ यात्रालाई सामान्य र सुविधाजनक रूपमा देखाइएको छ, तर मिलन चाम्सले रियल लाइफ फिगरलाई एक्ट गराउनु यहाँ काम लाग्छ। किनकि सामान्य चीज हुँदा पनि हामी उनलाई चलचित्रको पात्र भन्दा पनि हामीले देखेको हाम्रो साहसी कप्तानको रूपमा उनलाई देखिरहेका हुन्छौं र त्यसले आफ्नै कसैको कथा स्क्रिनमा देखिरहेको जस्तो लाग्छ। फिल्म हेर्न हलमा बालबालिकाहरू पनि मैले देखिरहेको थिएँ। सो उहाँहरूको लागि पनि आफ्नो फेभरेट क्याप्टेनको स्टोरी क्याप्टेनलाई नै देखेर फिल गर्न पाउँदाखेरि छुट्टै खालको आनन्द आइरहेको मैले फिल गरेँ र छुट्टै भावुकता त्यसले जगाइरहेको थियो। बुटहरू जलाउने क्षण, स्पोर्ट पसलमा हुँदाको एउटा क्षण, एक परिवारको मेम्बरसँगको रियुनियन र अफकोर्स एन्डिङ, यति क्षणहरू नै पर्याप्त हुन्छन् फिल्मलाई इमोसनल बनाइदिन। कथानक र प्रविषय अझ सम्हालिएको भए झन् फिल्म कति इमोसनल र पावरफुल हुन्थ्यो भन्ने लागिरहेको थियो। प्रोफेसनल फुटबल खेल्न थालिसकेपछिको सङ्घर्षलाई फिल्मले खासै स्थान दिँदैन। पक्कै धेरै कुराहरू थिए होलान्, त्यसले अझ प्रेरणादायक बनाइदिन्थ्यो। क्याप्टेन बन्दाको क्षण होला, केही महत्त्वपूर्ण खेल पछि र अघिका कुराहरू होलान्, सुनिल थापाको कोच पात्रसँगको सम्बन्ध वा कुनै अरू खेलाडीहरूसँगको सम्बन्ध, केही घटनालाई भए पनि फिल्मले स्थान दिन सक्थ्यो। फुटबलर भइसकेपछि फिल्म सेलिब्रेसन भइदिन्छ, करियर हाइलाइट रिल नै हेरेको जस्तो लाग्छ। मिलन चाम्सको ब्लाइन्ड रक्स मलाई निकै मन परेको फिल्म हो। सायद नायिका सृष्टिको यात्रामा हामीलाई त्यो फिल्मले मजाले अब इमोसनल मेलोड्रामा त त्यसमा पनि छ तर लगिरहेको हुन्छ। तर यहाँ यस्तो सिनेम्याटिक स्पोर्ट्स जनर बायोग्राफी भए पनि त्यो पात्रकै जर्नीमा भने मजाले गइएको फिल भएन। अझ परिष्कृत र परिमार्जित खालको पटकथाको अभाव फिल भयो। पर्फर्मेन्सको कुरा गर्दा एन्जेला तुम्बापु सुब्बालाई चाम्सले कलाकारको रूपमा इकोनोमिकली प्रयोग गरेका छन्। प्रोफेसनल कलाकार नभएर पनि होला, जहाँ जहाँ उनी आउँछिन् त्यहाँ कि उनीसँग फुटबल हुन्छ कि फुटबल खेल्ने कुरा उनले गरिरहेकी हुन्छन् वा इमोसनल सिन हुन्छ जहाँ छुट्टै रूपमा कनेक्सन भइ नै हाल्छ। जुनियर एन्जेलालाई नै भए पनि फर्स्ट हाफमा फिल्मले अझ देखाउन सक्थ्यो होला। विजय बरालको पात्रलाई कमेडीको लागि युज गरिन्छ, तर यसमा भने अवस्था अलिकति गम्भीर खालको भएकोले त्यति हाँसो भने लागेन। माउत्से गुरुङ, सृजना सुब्बा, दयाहाङ राईको पात्रहरू निकै तानिएको भए तापनि राम्रा कलाकारहरू भएको कारणले गर्दाखेरि पनि भावनात्मक रूपमा केही हदसम्म कनेक्ट भने भइरहेको थिए।
बाँकी कलाकारहरूको काम पनि ठिकै लाग्यो। टेक्निकली पनि फिल्म ठिकै नै रहेको छ, अझ त्यो समय र स्थानमा प्रोडक्सन आर्ट कस्ट्युमले थप पुर्याउन सक्थ्यो होला। गीतहरू केही मनछुने खालका छन्। समग्रमा एन्जेलाको फिल्म भन्दा वा पटकथा भन्दा कथाले छोयो। नेपाली स्पोर्ट्स जसले देशलाई एक बनाइरहेको हुन्छ, त्यसको लोकप्रिय खेल फुटबलको कप्तानको कथाले धेरै युवा र बालबच्चाहरूलाई उत्प्रेरित गर्नेछ। चलचित्रलाई म दिन चाहन्छु एज अ फिल्म 2.5 स्टार्स र एज अ इन्स्पायरिङ स्टोरीको रूपमा मात्रै भने 3 स्टार्स। एन्जेला नेपाल भरिका सिनेमा हलहरूमा रिलिज भइ पनि सकेको छ। तपाईले पनि फिल्म हेरेर मेरो ओपिनियनमा कतिको एग्री अथवा डिसएग्री गर्नुहुन्छ तल कमेन्ट बक्समा खुलेर आफ्नो ओपिनियनहरू पनि शेयर गर्नुहोला। यो हप्ता 3 नेपाली फिल्महरू रिलिज भइरहेका छन् नेपाली सिनेमा हलहरूमा भने सिनेमाघर एपमा गएर तपाईले यो 1-2 सालका नै निकै लोकप्रिय, निकै उत्कृष्ट, निकै नै सुपरहिट, क्रिटिकली एक्लेम्ड नेपाली फिल्महरू घरमै बसेर हेर्न सक्नुहुन्छ। आफ्नो परिवारको साथमा घरमै बसेर नेपाली फिल्महरू हेरी इन्जोयमेन्ट लिनुहोला। यदि तपाईलाई भविष्यमा पनि यस्तै खालका भिडियोजहरू हेर्न मन छ भने लाइक, कमेन्ट, शेयर गर्न नभुल्नुहोला। यसले मलाई प्रोत्साहन दिनेछ र साथमा थप दर्शक माझ पनि पुर्याउन मद्दत गर्नेछ। मोर रिभ्यूज, रेकमेन्डेशन्स र सर्ट फिल्म्सको लागि सब्स्क्राइब गरी बेल आइकन पनि थिच्न नभुल्नुहोला।